पहाडमा धेरै वर्षदेखि जुन ट्राफिक समस्या साथै चालकहरूले जुन दिनौँ भोगिरहेको समस्याहरू है बढेर आज एकदमै विकराल रूपमा पुगिसकेको छ है। र यो सबैलाई समाधान गर्नुको लागि चाहिँ हामीले नै पहल गरेर जिटिएमा एउटा ट्राफिक एडभाइजरी कमिटी पनि गठन गरियो है। र त्यो ट्राफिक एडभाइजरीको कमिटीको काम चाहिँ के थियो भने यो ट्राफिक समस्या साथै चालकहरूलाई भएको असुविधा है दार्जिलिङमा के कति कमीहरू भएको छ त्यसलाई समाधानको लागि काम गर्नुपर्ने, तर हाम्रो दुर्भाग्य भनौँ या के कारणले हो त्यसले कुनै पनि काम नगरेकोले गर्दा चाहिँ आज हालैमै मात्रै दार्जिलिङमा टाइगर हिल जाने एउटा जुन कुपन सरकारद्वारा चलनमा लिएको थियो, जुन कुपन चलन गर्नुको मुख्य उद्देश्य चाहिँ के थियो भने अब चाहिँ टाइगर हिल जानको निम्ति चाहिँ लोकल गाडीहरूले मात्रै जान पाउने, किनकि बाहिरको गाडीहरू आउँदा चाहिँ त्यो टाइगर हिलको त्यो भौगोलिक अब बाटोहरू सही नभएकोले गर्दा एक्सिडेन्टहरू हुने चान्सेसहरू हुने, साथै लोकल इम्प्लोइमेन्टको पनि कुरा भएकोले गर्दा चाहिँ सुरुमा त्यो टोकन चलनमा आयो। तर त्यो टोकन चाहिँ बिचमा गएर अलिकति कता कता सञ्चालनमा अलिकति सही ढङ्गले सञ्चालन नभएकोले गर्दाखेरि सम्पूर्ण पहाडको चालकहरूले अब यो कुपनलाई चाहिँ हटाइदिने अथवा यसलाई साँच्चै नै पहाडकै चालकहरूको निम्ति लागू गरेको हो भने त्यसलाई सही ढङ्गले अझै राम्रोसँगले फिल्टरेसन है कसो गर्दा चाहिँ पहाडकै चालकले मात्रै पाउने भन्ने विषयलाई लिएर चाहिँ अहिले हालैमा चाहिँ हामीले टोकन नकाटी टाइगर हिल जाने एउटा निर्णय लिएको मात्रै हो। हामीले टोकन लिँदिन पनि भनेको छैनौँ, लिन्छ पनि भनेको छैनौँ। अहिले चाहिँ टोकन हामी फिलहाल जिटिए अथवा पुलिस प्रशासनद्वारा सभा राखेर यो सम्पूर्ण विषयको छलफल नगरिन्जेलसम्म चाहिँ टोकन नलिकन टाइगर हिल जाने मात्रै भनेको छौँ। र यसै विषय लिएर चाहिँ अघि हाम्रो पूर्व वक्ताले पनि भनिहाल्यो, हाम्रो जिटिएमा ट्राफिक एडभाइजरी कमिटी अगाडि नै बनेको छ र हामीले यो सम्पूर्ण विषय लिएर ट्राफिक एडभाइजरी कमिटीका सदस्यहरूलाई पत्राचार पनि गऱ्यौँ। यो विषयलाई चाहिँ चाँडै समाधान गरिदिनु चाहिँ हजुरहरूले पहल गरिदिनु भनेर हामीले पत्राचार गरेकोमा जिटिएबाट 5 तारिकको सभा राखिदिने उहाँहरूले निश्चित गर्नुभयो र हामीले हजुरहरूकै प्रेस मार्फत हामीले सर्वसाधारणलाई पनि जानकारी गऱ्यौँ कि यो समस्याको समाधानको लागि चाहिँ जिटिएले चाँडै नै सभा 5 तारिकको सभा राख्ने भनेर निर्णय लियो भनेर हामी खुसी पनि भयौँ। तर हामी घर पुग्दा नपुग्दा जिटिएबाट फेरि एउटा फोन आयो कि 5 तारिकको सभामा चाहिँ हाम्रो कमिटीका कतिजना सदस्यहरूको समयको कमीले गर्दाखेरि सभा नराखिने भनेर जुन फोन आयो त्यसमा हामी दुखी पनि भयौँ। अहिले वर्तमानमा दार्जिलिङमा यत्रो ठुलो समस्या हुँदाखेरि जसलाई चाहिँ हामीले जिटिए है जसले चाहिँ हाम्रो समस्या समाधान गर्छ भनेर हामीले उहाँहरूलाई भोट पनि हाल्यौँ है। अब दार्जिलिङ एउटा क्षेत्रीय प्रशासन भनेर हामीले गाउँघरमा बढीबढाइ पनि गर्छौँ, उहाँहरूले एउटा चालकहरूको समस्या समाधान गर्ने एउटा समय पनि दिनु नसक्दा हामी एकदमै दुखी भयौँ। र यो सबै समस्यालाई लिएर चाहिँ हामी भोलि चालकहरू एउटा सम्पूर्ण पहाडको चालकहरू, यसमा कुनै संस्था होइन कुनै सङ्गठनले होइन, पहाडको जति पनि भुक्तभोगी चालकहरू सबैलाई भेला गरेर यो विषयमा चाहिँ हामीले के निर्णय लिनुपर्ने भन्ने चाहिँ भोलि हामी एउटा तुरन्त निर्णय लिएर फेरि हजुरहरूको समक्ष हामी प्रेसमा आउने हामीले लिँदो गरेको छ। जुन चाहिँ सञ्चालन राम्रो भएन भन्नुहुँदैछ नि तपाईँले, के चाहिँ भयो सञ्चालनमा चाहिँ के समस्या आयो? अब हजुरहरूकै प्रेसबाट हेर्नुहुन्छ तपाईँले आजसम्म दार्जिलिङमा चाहिँ के चाहिँ राम्रो भएको छ होइन। कमिटी गठन भएको 9 महिना भएर जाँदा पनि एउटा मिटिङ पनि नभएको जुन चाहिँ त्यो टोकनको कुरामा सञ्चालन राम्रो भएन भन्नुको मतलब चाहिँ के हो भने जुन सुरुमा चाहिँ पहाडको क्षेत्रीय चालकहरूले मात्रै टोकन पाउने भन्ने जुन उद्देश्यले र ट्राफिक जाम नहोस् भनेर जुन उद्देश्यले चाहिँ टोकन चालु गरेको थियो, दुइटै फेलियर भयो। लोकल ड्राइभर छोडेर बाहिरको गाडीहरूले पनि टोकन पाएको धेरै गुनासोहरू चालकहरूकोबाट आयो। मेरोमा त्यो बाहिरको गाडीले टोकन पायो भने एउटा स्पेसिफिक एउटा उदाहरण त मेरोमा छैन है, र पनि धेरै चालकहरूको गुनासो आयो। साथै टाइगर हिलमा गाडीको सङ्ख्या कम्ती गरे तापनि दार्जिलिङको ट्राफिक जाम चाहिँ घटेर गएको जस्तो मलाई पनि लागेन। त्यसैले गर्दा चाहिँ यो टोकन कता न कता हाम्रो चालकहरूको लागि सुइटेबल छैन अथवा दार्जिलिङको लोकल जो ड्राइभर भाइहरूको लागि यो चाहिँ एउटा असुविधा भएको चाहिँ हामीले महसुस गरेर चाहिँ यसलाई एउटा अलिकति एमेन्डमेन्ट होस् जसमा चाहिँ साँच्चै नै पहाडकै लोकल चालकले मात्रै पाओस्, जसले चाहिँ गर्दा चाहिँ यहाँको रोजगार पनि बढेर जाओस् भन्ने हाम्रो चाहना। तपाईँलाई लाग्छ पुलिसद्वारा मिसयुज गर्यो यो जुन चाहिँ कुरालाई? होइन, हामी पुलिसलाई दोष दिँदैनौँ मिसयुज गर्यो भन्दैनौँ, किनभने यो चाहिँ एउटा प्रेसमा छापिने हो। हुनसक्छ कसैले सिलगढी या कता
दिल्ली बम्बईमा पनि छापिन्छ यो त है, छापिएर सायद त्यो टोकन लिएर बाहिरको आएको पनि हुनसक्छ। यसमा हामी कसैलाई दोष दिनु त सक्दैनौँ, तर पुलिस प्रशासनलाई पनि थाहा छ, पुरा चालकलाई पनि थाहा छ यसको सिस्टममा काहीँ न काहीँ अलिकति कमी चाहिँ भएको छ। यसलाई सुधारेर चाहिँ साँच्चै नै हाम्रो चालकहरूले नै पहाडकै चालकहरूलाई पाएर पहाडकै चालकहरूको हित भयो भने त्यसमा हाम्रो एकदमै समर्थन पनि भएर जान्छ। तर अब गाडीको कतिजना त अल इन्डिया पर्मिट लिएको हुन्छ नि, उनीहरूले त पाए नि त होइन, कि दार्जिलिङकै गाडीले मात्रै कुद्नु पाउँछ भन्ने त छैन नि त होइन, एटलिस्ट भारतभरि त। एकदमै राम्रो भयो भाइले, एकदमै यो चाहिँ भारतभरिको यो एउटा क्वेसनमा चाहिँ के भने दार्जिलिङको गाडी आज डिस्ट्रिक्ट दार्जिलिङ यो हाम्रो के अरे एनजिपी पनि हाम्रै पर्मिट भएको गाडी, एनजिपीको पनि पर्मिट भएको गाडी दार्जिलिङमा छ है। तपाईँको बागडोग्रा हाम्रो दार्जिलिङै डिस्ट्रिक्टमै पर्छ। आज दार्जिलिङको गाडी चाहिँ बागडोग्रामा गएर म त्यहाँ पेसेन्जर उठाउँछु भनेर चाहिँ पाउँदैन। एउटा लोकल इम्प्लोइमेन्ट पनि छ, लोकल सिन्डिकेटको पनि त्यहाँनिर एउटा इन्टरफेयर भएकोले गर्दा मात्रै हो। त्यो डिस्ट्रिक्टको कुरा पनि आएन, अल इन्डिया पर्मिटको कुरा पनि आएन। हजुरले पनि देख्नुहुन्छ अल इन्डिया पर्मिट त सिक्किममा पनि लागू हुनुपर्ने, तर सिक्किममा चाहिँ किन आधा जग्गा खालि घुम्नु दिन्छ, आधा जग्गा घुम्नु दिँदैन? यो एउटा लोकल इम्प्लोइमेन्टको खालि हो। कानुन पनि छ, यो होइन कि कानुनलाई हामीले ब्रेक गर्नु खोजेको होइन, तर जुन चाहिँ भन्नुभयो नि त्यो कसले छ तपाईँहरूले यहाँको गाडीलाई चाहिँ दार्जिलिङको गाडीलाई चाहिँ त्यहाँनिर पिकअप गर्नु दिँदैन? उहाँहरूको सिन्डिकेट छ नि, यहाँ सिन्डिकेट चाहिँ प्रशासनभन्दा पावरफुल छ। त्यो त जहाँ पनि त्यही हो, दार्जिलिङमा पनि त्यही हो। त्यस्तै कुरा चाहिँ दार्जिलिङमा पनि अभियसली छ, यहाँ पनि त्यस्तै हुनुपर्छ भन्ने होइन। दार्जिलिङले यस्तो हुनुपर्छ भनेको होइन। पहिला चाहिँ हामीले सिन्डिकेट र नियम भन्दा पनि लोकल इम्प्लोइमेन्ट र लोकल रोजगारको पनि एउटा ख्याल गर्नुपर्ने विषय पनि भएकोले गर्दा चाहिँ टाइगर हिल चाहिँ एउटा हाम्रो लागि छोडिदिनुपर्छ, लोकल साइड चाहिँ हाम्रो लोकल इम्प्लोइमेन्टको लागि पनि छोडिदिनुपर्छ। सबै अरूले गर्यो भने चाहिँ दार्जिलिङको लोकल चालकहरूले चाहिँ के गर्नुपर्ने भन्ने विषयले मात्र हो यो। यसमा कुनै पनि कन्ट्रोभर्सी कानुनलाई उल्लङ्घन गरौँ भन्ने विषय पनि हाम्रो चाहिँ होइन। यो कुरा लिएर एडमिनिस्ट्रेसनलाई त तपाईँले जनाइराख्नु धेरैपल्ट तपाईँकै च्यानलबाट हाम्रो सबैभन्दा ठुलो दुर्भाग्यको कुरा मैले अघि भनिहालेँ, यो सबै समाधान गर्नुको लागि त ट्राफिक एडभाइजरी कमिटी बन्यो, जसमा चाहिँ हामीले जिताएर पठाएको है हाम्रो सभासदज्यू नै चेयरम्यान हुनुहुन्छ है। र अब हाम्रो काहीँ न काहीँ हामी चुक्यौँ, हामी काहीँ न काहीँ छुटेको छौँ कि हाम्रो एउटा कमिटी हुँदा हुँदा पनि यो समस्या समाधानको लागि केही पहल नभएकोले गर्दा पनि आज यो समस्या भएको जस्तो मलाई लाग्छ। तर तपाईँको पूर्ववक्ताले भन्नुभयो नि यो जुन चाहिँ कमिटी बनायो, यो कमिटी बनाएको कारण चाहिँ गभर्मेन्टबाट कुनै पनि अर्डर आउँछ या चालकहरूको लागि त्यो चाहिँ मान्नु नमान्नु पहिला कमिटीले हेर्नुपर्छ भन्ने कुरा भन्नुभयो नि उहाँले तपाईँको पूर्व। भनेपछि यो जुन चाहिँ कमिटी बनेको छ यसलाई चाहिँ स्टेट गभर्मेन्टले रिकगनाइज गरेको छ? हेर्नुहोस्, यो स्टेट गभर्मेन्टले रिकगनाइज गरिदिएको छ छैन त्यो त हामी जान्दैन, तर कमिटीमा चाहिँ के छ भने स्टेट गभर्मेन्टको चाहिँ एसडिओ साहब आरटिओ साहब चाहिँ यो कमिटीको मेम्बर हुनुहुन्छ है। स्टेट बेङ्गलको अर्डरलाई मान्नु नमान्नु एउटा कमिटीले डिसाइड गर्छ भनेपछि त त्यो कमिटीलाई त स्टेट गभर्मेन्टले एउटा चार्ज दिएको हुनु पऱ्यो नि त। यो कमिटी जिटिएको अन्डरमा बनिएको हो है। जिटिएको अन्डरमा बनिँदा चाहिँ यसमा स्टेट गभर्मेन्ट र जिटिएको कम्बाइन गरेको र यसको रुल्सहरू के हो भनेर चाहिँ आजसम्म हामीलाई न त जिटिएले दिएको छ न स्टेट गभर्मेन्टले दिएको छ। तर एउटा कुरा चाहिँ कन्फर्म छ, यो कमिटी चाहिँ बनेको छ भनेर चाहिँ एकदम 100% कन्फर्म छ। र त्यो कमिटीमा चाहिँ को छ भन्दा स्टेट गभर्मेन्ट र जिटिए साथै यहाँको जो लोकल हामी चालक सङ्गठनहरू छ उहाँहरूलाई लिएर चाहिँ कमिटी बनेको छ। र यो समस्याको समाधान चाहिँ कमिटीले नै गर्नुपर्छ भन्ने चाहिँ चालकहरूको अडन पनि छ। आजसम्म कतिवटा मिटिङ भयो? एउटा पनि मिटिङ भएन। यो दुर्भाग्यको कुरा चाहिँ मैले अहिले पनि भन्छु। र एउटै पनि मिटिङ नभएर फेरि मिटिङ गरिदिनुहोस् भनेर फर्स्टै मिटिङ 5 तारिकको गरिदिने उहाँहरूले बाचा गरेर पनि म घर पुग्दा नपुग्दा फेरि मिटिङ क्यान्सल भयो भन्दा चाहिँ एकदमै दुखित पनि छु मैले। कमिटी चाहिँ कहिले बन्ने हो? कमिटी बनेको लगभग सायद तपाईँहरू पनि हुनुहुन्थ्यो होला, 6 महिनादेखि 9 महिनाको बिच चाहिँ नागेर गइसकेको छ यो कमिटी। एउटा अन्तिम प्रश्न तपाईँहरूलाई, यो तपाईँहरूको आन्दोलन नै हुन्छ होइन, आन्दोलनको घोषणाको एउटा तयारीमा हुनुहुन्छ, तर किन तपाईँले यस्तो टुरिस्ट अफ सिजनमा मात्रै गर्नुभएको? पिक सिजन टाइममा जति बेला चाहिँ इफेक्ट हुनसक्छ सरकारसँग हजुर प्रेसले जहिले पनि हामीलाई यही क्वेसन गर्छ कि तपाईँहरूले जुनै पनि प्रोटेस्ट गर्छ त्यो चाहिँ फ्री भएर हो होइन। यो अब क्रिसमस सिजन हो नि, यो त क्रिसमस सिजन आयो त अन्त है। यो डिसेम्बर त हाम्रो क्रिसमस सिजन हो र यही समस्याहरू धेरै भएकोले गर्दा आजकल सिजन पनि लाग्नु कम्ती भइसक्यो होइन। र हामी त्यो सिजन हेरेर अफ सिजन हेरेर गर्ने होइन। सिचुएसन अहिले सिचुएसनै यस्तो आयो कि हामीले प्रोटेस्ट पनि गरेको होइन, हाम्रो मौलिक अधिकार चाहिँ हनन भयो र हाम्रो मौलिक अधिकारको चाहिँ रक्षा दार्जिलिङमा चाहिँ भएन
भनेर हामी चाहिँ हाम्रो मौलिक अधिकार खोजेको खालि हामीले आन्दोलन गरेको होइन। आन्दोलन गर्ने अर्कै जग्गा होला, यो चालक सङ्गठनले चाहिँ आन्दोलन गरिहालेको होइन। तर हाम्रो मौलिक अधिकार चाहिँ एकदमै दिनौदिन हनन भएको चाहिँ यो हामी महसुस गर्छ। आजदेखि होइन, मैले जहिले पनि च्यानलमा भन्छु, मेरोमा तपाईँले हेर्नुभयो भने 2007देखि चाहिँ हामीले यो आवाज उठाउँदै आउँदा पनि सानो पनि आज काम नहुँदा चाहिँ हामी एकदमै दुःखी भएकोले गर्दा चाहिँ अहिले चाहिँ अब हामी सबै चालकहरू एक भएर चाहिँ अब फेरि एकताल आवाज चाहिँ उठाउन भनेर नै आज चाहिँ हामी एक पनि भएको छौँ। त्यसले गर्दा चाहिँ भोलि हामीले एउटा सबै चालकहरूलाई लिएर सभा पनि राखेको छौँ। यो सभाको विश्वास